यो के साल खबर तपाईहरुको सबैजना सन्चै हुनुहुन्छ होला है। ल हामीहरुले चाहिँ आउँदै गरेको क्लास 12 को बोर्ड एक्जामलाई फोकस गरेर एकदम इम्पोर्टेन्ट टपिकहरुमा भिडियो बनाउँदै पोस्ट गर्ने गरेका छौं। तपाईहरु यो भिडियोहरुलाई फलो गर्दै जानु होला, एकदमै हेल्पफुल हुनेछ तपाईहरुको लागि। आज चाहिँ हामीहरुले यो फिजिकल केमिस्ट्रीको पीएच कन्सेप्ट भन्ने टपिकबाट एकदमै यसबाट 2 to 5 मार्क्स चाहिँ फिक्स हुन्छ है। 5 मार्क्स सम्म यसबाट क्वेशन सोध्न सक्छ। न्यूमेरिकलहरु आउँछ, कस्तो टाइपको न्यूमेरिकल आउँछ, कुन कुन डेफिनेसन आउँछ, ती सबै यो भिडियोमा एकदम क्लियर पारेका छौं। यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर आफ्नो 5 नम्बर चाहिँ सेक्युर गर्नु है त। सबभन्दा पहिला हाम्रो पीएच को डेफिनेसन छ। पीएच भनेको लगभग थाहा छ तपाईहरुलाई। पीएच भनेको चाहिँ नेगेटिभ लोगारिथम अफ हाइड्रोजन आयन कन्सन्ट्रेसन इन दैट सोल्युसन इन मोल पर लिटर इज कॉल्ड इट्स पीएच। पीएच भनेको के हो त? नेगेटिभ लग अफ H+ आयन कन्सन्ट्रेसन इन दैट सोल्युसन। यो हाइड्रोजन आयनको कन्सन्ट्रेसन केमा हुनु पर्यो? मोलारमा हुनु पर्यो है। मोलार भनेको मोल पर लिटरमा हुनु पर्यो। अब यदि पीएच गिवन छ भने त्यसको हाइड्रोजन आयन कन्सन्ट्रेसन पनि हामीले क्याल्कुलेट गर्न सक्छौं। पीएच गिवन छ, हाइड्रोजन आयन कन्सन्ट्रेसन निकाल्नु पर्ने छ भने H+ बराबर के हुन्छ? 10 को पावर माइनस पीएच मोलार हाइड्रोजन आयनको कन्सन्ट्रेसन। यो त भयो सिम्पल कुरा। अब यसबाट तपाईहरुलाई अब्जेक्टिभ क्वेशनमा कसरी सोध्न सक्छ भने पीएच एक युनिटले चेन्ज भयो भने, मानौ पीएच 1 छ, यो पीएच बढेर 2 भयो भने यसमा हाइड्रोजन आयनको कन्सन्ट्रेसनमा के चेन्ज भयो? यसरी क्वेशन सोध्न सक्छ एमसीक्यूहरुमा। त्यही भएर यो कन्सेप्ट चाहिँ तपाईहरुले बुझ्न इम्पोर्टेन्ट है। अब पीएच 1 भन्ने बित्तिकै हाइड्रोजन आयन कन्सन्ट्रेसन कति हो? 10 को पावर माइनस 1 मोलार हो। पीएच 2 भन्ने बित्तिकै कति हो त? 10 को पावर माइनस 2 मोलार हो। ल र त पीएच 1 युनिटले चेन्ज हुने बित्तिकै हाइड्रोजन आयनको कन्सन्ट्रेसन के हुँदो रहेछ? घट्दो रहेछ। कतिले घट्दो रहेछ त? 10 टाइम्सले। 10 टाइम्स के हुँदो रहेछ? हाइड्रोजन आयन कन्सन्ट्रेसन डिक्रिज हुँदो रहेछ। यो कुरा चाहिँ थाहा पाउनु पर्यो है। 1 युनिटमा 10 टाइम्स डिक्रिज होला, 2 युनिटमा 100 टाइम्स डिक्रिज होला, 3 युनिट भयो भने 1000 टाइम डिक्रिज होला। यसरी चाहिँ यो डिक्रिज हुने चेन चाहिँ यसरी बढ्दै जान्छ। त्यसपछि अर्को कुरा के आउँछ भने पीएच यदि 0 छ कुनै सोल्युसनको भने यो सोल्युसन एसिडिक हो कि, यो सोल्युसन बेसिक हो कि, यो सोल्युसन एम्फोटेरिक हो कि, यो सोल्युसन न्यूट्रल हो। यस्तो टाइपको क्वेशन पनि सोधेको छ एक्जाममा। पीएच 0 भन्ने बित्तिकै के हो त यो सोल्युसन? 7 भन्ने बित्तिकै न्यूट्रल, 7 भन्दा बढी भयो भने बेसिक, 7 भन्दा कम भयो भने एसिडिक हुन्छ। 0 भनेको पनि के हो यो सोल्युसनको पीएच? एसिडिक नै हो। ओके, त्यसपछि यसबाट अर्को इम्पोर्टेन्ट टपिक के हो भने यो रिलेसनशिप बिट्विन पीएच एन्ड पीओएच। यो चाहिँ एकदम धेरै सोध्ने गरेको छ। 2 मार्क्समा योलाई चाहिँ लगभग फिक्स भने पनि हो है। यसको सोलुसनको लागि हामीलाई के थाहा हुनुपर्छ? केडब्ल्यू आयोनिक प्रोडक्ट अफ वाटर कति हुन्छ त? 10 को पावर माइनस 14 हुन्छ एट 25 डिग्री सेल्सियस। यो कुरा थाहा हुनु पर्यो। अब आयोनिक प्रोडक्ट अफ वाटर भनेको त के हो? हाइड्रोजन आयनको कन्सन्ट्रेसन र त्यसमा भएका OH माइनस आयनको कन्सन्ट्रेसनको प्रोडक्ट हो। यो कति हुने भयो त? 10 को पावर माइनस 14 हुन्छ भन्ने हो चाहिँ युनिभर्सल कुरा भयो। कति डिग्री सेल्सियसमा? 25 डिग्री सेल्सियसमा। त्यसपछि यसमा के लगाउने? टेकिङ माइनस लग अन बोथ साइड। दुवै साइडमा नेगेटिभ लग लगाइदिने। नेगेटिभ लग लगाउने बित्तिकै के हुन्छ त? माइनस लग अफ H+ को कन्सन्ट्रेसन इन्टु OH माइनस को कन्सन्ट्रेसन बराबर माइनस लग अफ 10 को पावर माइनस 14 हो। अब यो त के भयो हेर त? लग A इन्टु B हो। लग A इन्टु B, यो लग को प्रोपर्टी अनुसार के हुन्छ त फर्मुला? लग A प्लस लग B भनेको माइनस लग अफ OH माइनस, यो चाहिँ लग B भयो।
बराबर यो 14 अगाडि आउँछ -14 माइनस लग छ भने यहाँ 14 मात्रै हुने भयो लग 10। अब यो माइनस लग h प्लस भनेको के हो ph हो प्लस माइनस लग अफ OH माइनस भनेको के हो POH हो बराबर 14 हो लग 10 भनेको कति हुन्छ 1 हुन्छ 14 भन्छ 40 त्यही भएर pH प्लस POH बराबर 14 हुन्छ कतिमा एट 25 डिग्री सेल्सियसमा। यो चाहिँ लग pH र POH को बीचको के हो त रिलेसन हो एकदमै इम्पोर्टेन्ट क्वेसन योलाई चाहिँ स्क्रिनशट गरेर राखिहाल्नुहोस् है त। ओके ल यो pH च्याप्टरबाट चाहिँ अब न्युमेरिकलहरू कस्ता आउँछन् भने मैले 4-5 वटा न्युमेरिकलको स्याम्पलहरू राखेको छु। यस्तै न्युमेरिकलहरू आउँछन् है, योभन्दा बाहिर चाहिँ न्युमेरिकल जाँदैनन्। यो सबै न्युमेरिकलहरू लास्टसम्म फरक फरक किसिमको न्युमेरिकलहरू छ, सबै हेर्नु होला। क्यालकुलेट pH अफ 0.05 नर्मल H2SO4 यो त सिम्पल टाइपको न्युमेरिकल भइहाल्यो। अब यो H2SO4 स्ट्रङ एसिड हो, यो चाहिँ के हुन्छ यसरी डिसोसिएट भएर दुईवटा H प्लस र SO4 माइनस माइनस दिन्छ, कम्प्लिट डिसोसिएसन हुन्छ। 0.05 नर्मल छ भने यहाँ के बन्छ त 0.05 नै H प्लस बन्छन्, तर यहाँ अगाडि 2 भएकोले 2 इन्टु 0.05 नर्मल भयो। त्यसै गरेर यो SO4 माइनस पनि कति बन्छ 0.05 नर्मल नै बन्छ, कम्प्लिट डिसोसिएसन हुन्छ। H प्लस आयनको कन्सन्ट्रेसन कति हुने भयो त यसमा 2 इन्टु 0.05 नर्मल हुने भयो। 2 इन्टु 0.05 भनेको 0.1 नर्मल छ। तर अब यो मोलार यो pH को क्यालकुलेसन गर्दाखेरि जहिले पनि pH हरुको क्यालकुलेसन गर्दा यो कन्सन्ट्रेसनको टर्म चाहिँ केमा हुनुपर्छ शुड बी अलवेज इन मोलार है, मोलारिटीमा हुनु पर्यो। त्यही भएर नर्मालिटीलाई मोलारिटीमा चेन्ज गर्ने, मोलारिटी बराबर नर्मालिटी अपन 2 हुन्छ। 0.10 अपन 2 गर्ने 0.05 नै यसको मोलार कन्सन्ट्रेसन आउँछ भनेपछि H प्लस को कन्सन्ट्रेसन कति भयो 0.05 मोलार भयो। अब हामीसँग pH भनेको के हो त फर्मुला pH इक्वल्स टु माइनस लग अफ H प्लस छ, H प्लस को ठाउँमा यो कन्सन्ट्रेसन यहाँ राखिदिने 1.31 यसको के हुन्छ त pH। यस्तो एसिड छ भने यो हो। अब बेसिक दिएको छ भने जस्तै क्यालकुलेट pH अफ 0.02 मोलार BaOH को होल ट्वाइस भनेको छ। अब यहाँ 0.02 मोलारमै दिएको छ, यहाँ चाहिँ अब नर्मालिटीबाट मोलारिटीमा चेन्ज गर्नुपर्ने झन्झट छैन। तर यसमा अब pH निकाल्नु पर्ने छ, pH को फर्मुला हो माइनस लग अफ H प्लस हो, हामीलाई H प्लस गिभन नै छैन, यहाँ त के गिभन छ OH माइनस गिभन छ। यो BaOH को होल ट्वाइस डिसोसिएट भएर के भन्छ Ba प्लस प्लस र दुईवटा OH माइनस बन्छ। यो पनि स्ट्रङ इलेक्ट्रोलाइट हो, 0.02 मोलार छ, डिसोसिएट भएर दुईवटा OH माइनस आयोन दिन्छ भनेपछि 2 इन्टु यो 0.02 छ भने यो पनि 0.02 मोलार नै हुन्छ, यो पनि 0.02 मोलार नै हुन्छ। तर यहाँ 2 छ अगाडि दुईवटा भएका कारणले मल्टिप्लाई भएर यो के भयो 2 इन्टु 0.04 मोलार भयो। 0.04 मोलार चाहिँ यसको कन्सन्ट्रेसन आयो के को OH माइनस को। OH माइनस को कन्सन्ट्रेसन कति भयो 0.04 मोलार भयो। अब यो OH कन्सन्ट्रेसन गिभन छ, हामीले POH निकाल्न मिल्छ। POH को फर्मुला हो माइनस लग अफ H प्लस OH माइनस गरिदिने, OH माइनस को कन्सन्ट्रेसन 0.04, POH कति आयो त 1.40, यो चाहिँ POH आयो। अब POH बाट हामीले निकाल्नु पर्ने के हो pH हो। हामीले एउटा भर्खरै डिराइभ गरे एउटा रिलेसनशिप के pH र POH जोड्दा दुईटै कति हुनुपर्छ 14 हुनुपर्छ। अब pH बराबर के भयो त 14 माइनस POH भयो, POH लाई घटाइदिने यसबाट 12.60 चाहिँ यसको pH हुन्छ। यसरी एउटा यस्तो टाइपको न्युमेरिकल। अर्को कस्तो टाइपको न्युमेरिकल आउन सक्छ भने यो टाइपको ल क्यालकुलेट H प्लस आयोन कन्सन्ट्रेसन, OH माइनस आयोन कन्सन्ट्रेसन र pH इन द सोलुसन अफ 2 ग्राम NaOH डिजोल्भ इन 2 लिटर सोल्युसन। 2 नम्बरमा अलि टफ टाइपको क्वेसन सोध्यो भने यस्तो टाइपको सोध्छ। अब यसमा के गर्ने मास गिभन छ NaOH को 2 ग्राम, हामीले निकाल्नु पर्ने अब NaOH को मोलारिटी कति छ। पहिलो काम हाम्रो त्यही हो, यसमा यो NaOH को मोलारिटी निकाल्ने। मास गिभन छ, यसको मोलिकुलर मास 40 हुन्छ। अब मोलारिटी निकाल्नलाई त मोलारिटी भनेको के हो नम्बर अफ मोल अपन भोल्युम अफ सोल्युसन इन लिटर हो।
मोल निकाल्नलाई गिभन मास अपन यसको मोलिकुलर मास गर्नुपर्छ 2/40 यसको नम्बर अफ मोल भयो नम्बर अफ मोलको ठाउँमा 2/40 राखिदिने भोल्युम अफ सोल्युसन लिटर कतिमा छ त लिटरमा 2 लिटर गिभन छ अब यसको मोलारिटी आउँछ 0.025 मोलार भनेर अब मोलारिटी आउने बित्तिकै सजिलो भइहाल्यो NaOH स्ट्रङ इलेक्ट्रोलाइट हो डिसोसिएट भएर Na प्लस र OH माइनस बनाउँछ यो यहाँ कन्सन्ट्रेसन जति छ यो Na को कन्सन्ट्रेसन पनि त्यति नै हुन्छ OH को कन्सन्ट्रेसन पनि त्यति नै हुन्छ अब OH को कन्सन्ट्रेसन कति भयो त यहाँबाट 0.025 मोलार भयो अब अघि हामीले रिलेसनमा के पढ्यौँ H प्लस र OH माइनस आयनको कन्सन्ट्रेसन चाहिँ कति हुनु पर्यो 10⁻14 हुनुपर्छ H प्लस कति होला त यो 10⁻14 अपन OH माइनस को कन्सन्ट्रेसन गरिदिने OH माइनस को भर्खरै आयो हामीसँग यो डिभाइड गरेर 4 × 10⁻13 मोलार चाहिँ H प्लस को कन्सन्ट्रेसन अब H प्लस को कन्सन्ट्रेसन आउने बित्तिकै pH आउँछ pH बराबर माइनस लग अफ H प्लस हो माइनस लग अफ यो गरिदिने यसबाट 11.39 चाहिँ यसको pH आउँछ है त्यसपछि एउटा अर्को टाइपको न्युमेरिकल छ इम्पोर्टेन्ट न्युमेरिकल चाहिँ यो वाला यो न्युमेरिकल पनि एकदमै ल एउटा अर्को टाइपको इम्पोर्टेन्ट न्युमेरिकल छ यो क्याल्कुलेट pH अफ 10⁻8 मोलार HCl सोल्युसन भनेको छ यो HCl सोल्युसनको pH कति होला डाइरेक्ट आउँछ यसबाट त हैन pH बराबर माइनस लग अफ H प्लस को 8 pH कति आयो 8 आयो बट यहाँ के आउँछ तर अब यो त एसिड हो एसिडको pH त 8 हुने कुरा भएन एसिडको pH त जहिले पनि कति हुनुपर्छ 7 भन्दा तल हुनुपर्छ यो 8 आयो भने यहाँ केही गडबड छ यो क्वेशन चाहिँ के गलत हो कि त हामीले गरेको तरिका गलत हो गर्न जानेनौ भन्नु पर्यो है अब HCl को कन्सन्ट्रेसन यति हुन सक्यो एकदम डाइल्युट बनायो भने यति मोलार HCl कन्सन्ट्रेसन छ भन्न चाहिँ मिल्यो अब यो गर्ने के भने pH 8 इज नट करेक्ट फर एसिड इट मस्ट बी लेस देन 7 अब यो सोल्युसन त बनाइएको केमा हो वाटरमा एकदम डाइल्युट सोल्युसन हो यो भनेको वाटर कन्टेन 10⁻7 मोलार हाइड्रोजन आयन कन्सन्ट्रेसन वाटरमै के हुन्छ त हाम्रो पानीमै 25 डिग्रीमा कति 10⁻7 मोलार त हाइड्रोजन हुन्छ पानीमै पानीको H प्लस र पानीको OH माइनस गर्दाखेरि 10⁻14 हुन्छ है यो 10⁻7 हुन्छ प्योर वाटरमा यो पनि 10⁻7 हुन्छ त्यही भएर पानीमै 10⁻7 हाइड्रोजन छ थप्दाखेरि एसिडको हाइड्रोजन आयन कन्सन्ट्रेसन पानीभन्दा के भइदियो कम भइदियो अब पानीभन्दा कम भइदिएको खण्डमा के गर्ने भने दिस एसिड इज टु डाइल्युट एन्ड हैज H प्लस आयन कन्सन्ट्रेसन लेस देन वाटर पानीभन्दा कम छ अब यहाँ के गर्ने पानीको हाइड्रोजन आयनको कन्सन्ट्रेसन पनि यसमा जोड्ने टोटल निकाल्नलाई H प्लस को कन्सन्ट्रेसन टोटल कति हुन्छ त एसिडबाट आएको र पानीमा भएको दुईटै जोड्दिने एसिडबाट आएको यो पानीबाट आएको यो अब यो दुईटै जोड्यो भने कति हुन्छ भने यो हुँदैन यो दुईटै जोड्यो भने 1.1 × 10⁻7 मोलार कन्सन्ट्रेसन हुन्छ हाइड्रोजन आयनको टोटलमा चाहिँ अब यहाँबाट टोटल हाइड्रोजन आयन कन्सन्ट्रेसनलाई यहाँ राखिदिने टोटल हाइड्रोजन आयन कन्सन्ट्रेसन यो भ्यालु यहाँ राख्ने बित्तिकै आउँछ 6.95 जुन चाहिँ 7 भन्दा अलि भए पनि के छ कम छ एकदम विक एसिड हो यो भन्ने थाहा पाउने अब त्यस्तै तिमीहरूलाई यहाँ बेसको लागि पनि दिएको हुन सक्छ क्याल्कुलेट द pH अफ 10⁻4 मोलार NaOH भनिदियो भने pH बराबर 10⁻4 राख्दाखेरि यहाँ pH 4 आउँछ फेरि बेसको pH त 4 हुँदैन बेसको pH 4 हुँदैन 7 भन्दा बढी हुनु पर्यो त्यही भएर त्यहाँ के गर्ने पानीमै भएको OH को कन्सन्ट्रेसन पनि यहाँ जोड्ने पानीमा भएको प्लस त्यो बेसबाट आएको जोडेर यो तरिकाले अनि pH निकाल्नु सजिलो छ त्यसपछि है त्यसपछि अर्को टाइपको क्वेशन कस्तो आउँछ भने द pH अफ सोल्युसन इज 6 इफ इट्स H प्लस कन्सन्ट्रेसन इज इन्क्रिज्ड बाई 1000 टाइम्स हाइड्रोजन आयन कन्सन्ट्रेसन चाहिँ 1000 टाइम्स बढाइयो भने व्हाट विल बी द pH अफ रिजल्टिङ सोल्युसनको pH कति होला त अब यो क्वेशन कसरी गर्ने भने pH 6 छ हाइड्रोजन आयन कति भयो यसमा 10⁻6 भयो 10⁻6 भइसकेपछि हाइड्रोजन आयन कन्सन्ट्रेसनलाई के गरेछ इन्क्रिज्ड बाई 1000 टाइम्स
अब टोटल हाइड्रोजन आउन कन्सन्ट्रेसन कति होला त 1000 इन्टु 10 को पावर माइनस 6 होला। यो हिसाब गर्दाखेरि कति आयो, यो 10 को पावर माइनस 3 आउँछ यो मल्टिप्लाई गरेर, र पिएच बराबर 10 को पावर माइनस लग अफ 10 को पावर माइनस 3 राख्ने, यसको आन्सर आउँछ पिएच बराबर 3। ल त्यसपछि एउटा अर्को लास्ट क्वेसन छ यो पिएचबाटै, एकदम इम्पोर्टेन्ट। यो टाइपको न्युमेरिकल चाहिँ लगभग धेरै सोधिरहेको छ है। इक्वल भोल्युम अफ टु सब्सटेन्सेस ह्याभिङ पिएच 5, अर्को चाहिँ ह्याभिङ पिएच 10 आर मिक्स्ड, फाइन्ड द पिएच अफ रिजल्टिङ सोल्युसन। एउटा पिएच 5 भएको सोल्युसन, अर्को पिएच 10 भएको सोल्युसन मिक्स गर्यो, दुईटैलाई मिक्स गरिसकेपछि फाइनल पिएच चाहिँ कति होला भन्नु। अब यो आयो भने के गर्ने, पहिला पिएच 5 छ, यसमा भएको हाइड्रोजन आयन कन्सन्ट्रेसन कति होला, 10 को पावर माइनस 5 होला है। फर्मुला थाहा छ नि, एच प्लसको कन्सन्ट्रेसन बराबर के हुन्छ, 10 को पावर माइनस पिएच हुन्छ, 10 को पावर माइनस 5 भयो। त्यसै गरेर पिएच 10 छ भने एच प्लस कन्सन्ट्रेसन कति भयो, 10 को पावर माइनस 10 भयो। अब यो पिएच 10 भन्ने बित्तिकै त बेसिक सोल्युसन हो, यो त एसिडिक हो। 10 को पावर माइनस 5 भनेको यो बेसिक हुने बित्तिकै त यसमा एच प्लस भन्दा ओएच माइनस होला नि बढी, त्यही भएर यहाँबाट ओएच माइनस निकाल्नु पर्यो। एच प्लस र ओएच माइनस दुइटै गर्दा मल्टिप्लाई कति हुनु पर्यो, 10 को पावर माइनस 14 हुनुपर्छ। अब ओएच चाहिँ बराबर के हुने भयो त, 10 को पावर माइनस 14 अपन एच प्लस गरिदिने, ओएच को कन्सन्ट्रेसन आउँछ 10 को पावर माइनस 4 मोलार भनेर। यहाँनिर कस्तो हो कि ओएच को कन्सन्ट्रेसन र एच प्लस को कन्सन्ट्रेसन दुइटै गरेर 10 को पावर माइनस 14 हुनुपर्छ भन्ने यो चाहिँ अघि पढ्यौँ हामीले है रिलेसनसिपमा, हो त्यो कुरा हो। यहाँबाट एच प्लस थाहा छ भने ओएचलाई यसको तल लगेर डिभाइड गरिदिने, एच प्लस थाहा छ ओएच थाहा छैन भने यो यसको तल लगेर यसलाई डिभाइड गरिदिने, जे चाहियो त्यो कन्सन्ट्रेसन आउँछ। ल अब हेर, ओएच को कन्सन्ट्रेसन 10 को पावर माइनस 4 मोलार भयो, एच प्लस को कन्सन्ट्रेसन 10 को पावर माइनस 5 मोलार भयो। अब यो दुइटैलाई के गर्ने, एउटैमा मिक्स गर्ने। मिक्स गरिसकेपछि के हुन्छ, भोल्युम त बढ्छ। भोल्युम ल मानौ यसको भोल्युम बराबर कति छ, भी छ, यसको भोल्युम भी2 बराबर पनि भी छ, दुइटै इक्वल भोल्युम भने चाहिँ है, क्वेसनमै भोल्युम चाहिँ के छ, इक्वल छ भनेपछि भोल्युम इक्वल छ भने मिक्स गर्दाखेरि टोटल भोल्युम 2v हुने भयो, कन्सन्ट्रेसन घट्ला अब है, कन्सन्ट्रेसन घट्छ इफ दे आर मिक्स्ड। अब घटेर कन्सन्ट्रेसन कति भयो त, भोल्युम चाहिँ 2v हुन्छ। ल मानौ यो एच प्लसको लागि अहिले कन्सन्ट्रेसन 10 को पावर माइनस 5 छ, योलाई के मान्ने, S1 मान्ने, भोल्युम चाहिँ V1 मान्ने, यो जुन V छ। फाइनल कति होला त अब S2 दुइटै हालिसकेपछि, अनि V2 चाहिँ कति हुन्छ फाइनलमा, 2v हुन्छ, दुइटै V जोडेर। अब यहाँबाट S2 कति आयो त, 10 को पावर माइनस 5 अपन 2 आयो। दुइटै मिक्स गरिसकेपछि एच प्लसको कन्सन्ट्रेसन कति भयो, 10 को पावर माइनस 5 अपन 2। भोल्युम डबल हुने बित्तिकै कन्सन्ट्रेसन के हुन्छ, हाफ हुन्छ। डाइरेक्ट यो नगरेर डिभाइड बाई 2 गरिदिए पनि भयो। इक्वल भोल्युम छ भने डिभाइड बाई 2 गरिदिने फाइनल कन्सन्ट्रेसनको लागि। यहाँ पनि त्यस्तै, अहिले S1 कति छ त OH को, 10 को पावर माइनस 4 छ, भोल्युम V छ। फाइनल S2 कति होला र फाइनल भोल्युम चाहिँ दुइटै मिक्स गरेर कति हुन्छ, 2v हुन्छ। 10 को पावर माइनस 4 अपन 2 भयो, र फाइनल OH को कन्सन्ट्रेसन मिक्स गरेर कति हुन्छ, 10 को पावर माइनस 4 अपन 2। ल अब यहाँ हेर, यो OH को कन्सन्ट्रेसन चाहिँ यसमा H प्लस को भन्दा बढी छ है, यो बढी हो, यो चाहिँ कम हो। 10 को पावर माइनस 5 भनेको कम, 10 को पावर माइनस 4 भनेको बढी हो। भनेपछि यो सोल्युसन चाहिँ बेसिक किसिमको छ, OH माइनसहरू बढी छन्। अब H प्लस र OH माइनस मिक्स गर्ने बित्तिकै H प्लस र यो OH माइनस मिलेर के बनाइहाल्छन्, वाटर बनाइहाल्छन्। अब बच्छ यसमा थोरै के, यो OH माइनसहरू बचे। कति बचे त, यो OH माइनस को कन्सन्ट्रेसनबाट यो H प्लस को कन्सन्ट्रेसन घटाइदिने, 10 को पावर माइनस 4 अपन 2 बाट माइनस 10 को पावर माइनस 5 अपन 2 गर्ने, यो घटाएर यसबाट फाइनल OH को कन्सन्ट्रेसन हामीसँग रिमेनिङ कति छ, यो आउँछ 4.5 इन्टु 10 को पावर माइनस 5 भनेर। त्यसपछि अब यहाँबाट OH को कन्सन्ट्रेसन आउने बित्तिकै POH निकाल्न मिल्छ। POH बराबर माइनस लग अफ OH माइनस गर्ने, यो क्यालकुलेटरमा क्यालकुलेट गरेर यहाँबाट PH को भ्यालु आउँछ 4.34, POH को भ्यालु है 4.34। POH आउने बित्तिकै PH पनि निकाल्न मिल्यो। PH बराबर अब 14 बाट यो POH घटाइदिने, 14 माइनस 4.34 गर्यो भने 9.65 यसको
पिएचको भ्यालु आउँछ। यो तरिकाले यो क्वेसन गर्ने। अब यो क्वेसन यहाँ जति पनि भ्यालु दिन सक्छ, यहाँ पिएच बराबर 5 र पिएच बराबर 6 देला, दुइटै एसिडिक रेन्जमा भयो त्यो। अब यहाँ के गरिदिने, दुइटै हाइड्रोजन आयन कन्सन्ट्रेसनहरू जोडेर फाइनल हाइड्रोजन आयन कन्सन्ट्रेसन निकालिदिने। दुइटै बेसिक रेन्जमा पनि दिन सक्छ, 10 र 11 दिइदेला। दुइटै मिक्स गर्यो भने कति हुन्छ भन्यो भने दुइटैमा OH OH माइनस आयनहरू लिने, दुइटैलाई मिक्स गरेर कन्सन्ट्रेसन कति भयो त्यो निकाल्ने र त्यो दुइटैलाई जोडेर फाइनल OH निकाल्ने, फाइनल यसरी पिएच निकालेर छोडिदिने। सजिलो छ यो पनि है त। ल